साथीहरू एकचोटि यो भिडियो हेर्नु है। तिमीलाई नेता बनाउनु भएको थियो जेनजी आन्दोलन, तिमी जस्तो नेता थिएन देशमा, अनि तिमीलाई नेता बनाउनु पर्यो भनेर भएको हो जेनजी आन्दोलन। ए तँ जस्तो निरङ्कुशता कन्डम फुटेर जन्मेकालाई मन्त्री बनाउनको लागि भएको हो त भदौ 23 र 24 को जेन्जी आन्दोलन। अहिले आएको जो नयाँ सरकार बालेन्द्र शाहको सरकार छ, यसले राम्रो काम गरिरहेको छ र गृहमन्त्री सुदन गुरुङज्यूले एकदम राम्रो काम गर्नुभएको छ हैन। तँ जस्तो निरङ्कुशता, तँ जस्तो कन्डम फुटेर जन्मेकालाई छानी छानी ठोक्नको लागि बनाएको सरकार हो क्या। तिमीहरूले गर्दाखेरि नेपालको देश भेटे भने पडाङ गाला फुट्टुनसरी दिने हो भने बल्ल थाहा हुन्छ कि एउटा कुना बसेर भुक्ने काम नगर भाइ। का भोसडा